होइन यो नेपालमा दुधले नुहाएको मान्छे भेट्न त निकै गाह्रो रहेछ हौ। ती सामाजिक अभियन्ता भन्दै आफूलाई दारी कपाल पालेर हिँड्ने एकजना थिए नि खगेन्द्र सुनार भन्ने। उनले त अलिकति केही गर्छन् कि राम्रो भनेर सोचिया थियो होइन। अब अहिले यो काम चलाउ सरकारमा चाहिँ नयाँ मन्त्रीहरूको आवश्यकता छ। मन्त्रीको पदहरू परिपूर्ति भएको छैन। त्यसले गर्दा चाहिँ परिपूर्ति नभएको ठाउँमा चाहिँ खगेन्द्र सुनार पनि अस्तिदेखि निकै आशा लाग्दा व्यक्ति छन् है। यो दलित पछाडिएको वर्गबाट चाहिँ आएर चाहिँ निकै राम्रै गर्छन् होला भनेको। फेरि के जाति केस बाँकी छ उनको। फलानु ठाउँमा वकालत चलिरहेछ, फलानु ठाउँमा चाहिँ मुद्दा बाँकी भएर खोरमा थुनिनै बाँकी छ भन्छन्। अनि अर्का के जाति जेनजीका युवा ती गुप्तालाई पनि बनाउने कुरो थियो। उनलाई पनि के छ अरे महेश बस्नेतको त्यो काण्डमा चाहिँ ऊ र ती गुप्ता र महेश बस्नेत भएर चाहिँ त्यो जुन काण्ड थियो महेश बस्नेतको ती महिलालाई चाहिँ के भन्छ अपहरण गरेको र धम्की दिएको भन्ने कुरो आउँछ होइन। यो दुधले नुहाएको मान्छे चाहिँ भेट्न निकै गाह्रो हो। खास यो तथ्य तथ्य कुराहरू किन आउँदैन यो बालेन शाहलाई पनि कसले विदेशी एजेन्ट भनेको छ। उता रुटिन अफ नेपाल बन्दको भिक्टर पौडेललाई पनि विदेश बारबार फाउन्डेसनको यिनीहरू सबैजना एजेन्ट भन्छन्। उता सुदन गुरुङलाई पनि त्यसै भन्छन्। खास चाहिँ दुधले ननुहाएको के अरे नुहाएको मान्छे चाहिँ भेट्न निकै गाह्रो हुन्छ क्या हो। कोही पनि छैनन् त हो। जसलाई पनि यो चाहिँ राम्रो गर्ला यसरी राम्रो गर्ला है भनेर सोचो उही चाहिँ केही न केही मुद्दामा फँसिरहेको हुन्छ। उही चाहिँ केही न केही कुनै कम्युनिटीभित्र बसेको हुन्छ क्या। अनि हामीले चाहिँ अब यत्रो 73 जनाको मृत्यु कैयौँ घाइतेहरू भएर चाहिँ ल्याएको परिवर्तन चाहिँ के यही देख्न हो। खुल्लम खुल्ला हाँसेर हिँडिरहेका छन्, खुल्लम खुल्ला हावादारी गफ पिटिरहेका छन् भ्रष्टाचारी नेताहरू। खोइ सुशासन खोइ पाउँदैन हामीले। नेपालमा जन्मिनु नै अभिशाप हो कि जस्तो लाग्छ घरिघरि त। त्यही भएर होला सायद आज यो खाडी ठाउँमा आएर दुःख गर्नु परेछ क्या। राजनीति हेर्दै चित्त बुझाउँदै बस्नु परेछ दुःख मान्दै।